हेलो आज अहिले चाहिँ हामी ठ्याक्कै मैले भनेको फाइनल डेस्टिनेसनमा आइपुगेको छौँ। यो म पछाडि देख्दै गरेको चाहिँ लभल्यान्ड क्यास्टल। यो चाहिँ मैले भनिहालेँ, यो चाहिँ एकजना मान्छेले मात्रै बनाएको हो। यो एकजना मान्छेले मात्रै बनाएको घर हो। यो चाहिँ यहाँ तलबाट ढुङ्गाहरू एउटा एउटा गरेर यो मयामी खोलाबाट एउटा एउटा ढुङ्गा बोकेर ल्याएर एकजना मान्छेले बनाएको। अब यो यसको इतिहास यहाँभित्र के छ, यहाँ के कुराहरू छ यहाँभित्र म गएर देखाउने छु। ल यस्तो रहेछ, सुत्ने ठाउँ पनि हेर यस्तो माथि हुन्छ। यो ढुङ्गा चाहिँ नि तल त्यहाँ खोला छैन, मयामी रिभर, त्यहाँबाट एउटा एउटा गरेर टिपेर ल्याएर बनाएको, एकजना मान्छेले बनाएको। यो चाहिँ बुझ्यौ? माथि हेर त, सिमेन्ट पनि त्यही खालको 1930मा चाहिँ बनाएको रहेछ यो। यताबाट ठ्याक्कै यतापट्टि निक्लिँदो रहेछ। यो लाइटहरू हेर, उहिलेको खालको, माथि 1930। यस्तो छ यो घरको एउटा एउटा ढुङ्गा चाहिँ कहाँबाट ल्याएको भन्दाखेरि चाहिँ यहाँ खोलादेखि एकजना मान्छेले ल्याएर यो बनाएको। यो चाहिँ यस्तो छ। अब यो ढोका खोलेर चाहिँ भित्र जाउँ है त। कस्तो पुरानो है। सिटिङ रुम जस्तो छ, कस्तो मजाको हो। अब यहाँदेखि उँभो जाने बाटो पनि रहेछ कि, यता हो त, यहाँबाट उँधो जाने बाटो। अब यता यहाँ साइडमा छ समाउने। लक छ, यति नै हो, यहाँदेखि उँभो छैन। चेयरहरू रहेछ। अनि त्यहाँदेखि के लेखेको छ यहाँ हो, यो यहाँ कति पुरानो फोटोहरू छ, कति पुरानो यो दैलोको काँटीहरू नि, यो दैलोको काँटीहरू चाहिँ यो काँटी 3000 कि कतिवटा काँटीले एउटा दैलो बनाएको छ। काँटी मात्रै क्या, काँटी लगाएर यहाँ बस्ने ठाउँ रहेछ। मजाको बसेर भात लाएर बस्ने ठाउँ।
हेर्दाखेरि पुरानो सबै यहाँ हतियारहरू छ, पुरानो हतियारहरू छ। सबै यो पुरानो हतियार यहाँ तिलहरुहरू छ, यहाँ सबै छ। यो पनि बसेर यहीँ यो को बसेको भने चाहिँ यो बनाउने मान्छे यहाँ हेरी भनेको छ नि, हेरी भन्ने मान्छेले चाहिँ यो बनाएको। जस्तै यो जुन चाहिँ क्यास्टल चाहिँ एकैजनाले मात्रै बनाएको। यो पनि कहाँ भन्दा यो ढुङ्गाहरू सबै यो ढुङ्गा एउटा गरेर बोकेर यो मायामी खोला भन्ने यहाँदेखि अलिकति नजिकमा छ, खोलाबाट ढुङ्गा बोकेर ल्याएर चाहिँ यो पुरा कम्प्लिट यो घर बनाएको। थ्याङ्क यू फर वाचिङ एएनएम नेचर लभर। बाई बाई।